जात्या न भेद कर्म मानवता एवं धर्म। जातका आधारमा भेदभाव गर्नु हुँदैन। मानवता नै साँचो धर्म हो। नेपाल 4 जात र 36 वर्णको साझा फुलबारी हो। तर जातकै कारणले विद्यार्थीहरूले समाजमा भोग्दै आइरहेको जातीय विभेदलाई आत्मसात गर्दै सामाजिक सन्देशमूलक भिडियो प्रस्तुत गरेका छौं। कृपया हेरेर साथ दिनुहोला। आउनुहोस् सुरु गरौं। यिनी हुन् घरबेटी जो धार्मिक र रूढिवादी सोच भएकी हुन्छन्। यिनी हुन् सुनिता नेपाली। उनी बीएससीजी पढ्न भनी गाउँबाट सहर आएकी छिन्। यिनी हुन् सिनियर दिदी जो सुनितालाई सधैँ सहयोग गर्छिन्। यिनी हुन् छिमेकी जो कुरा लगाउँदै हिँड्छिन्। यिनी हुन् अधिकृत सर जसले मानवको हकितको लागि सधैँ आवाज उठाउने गर्छन्। कोठा हेर्दा हेर्दा हैरान भइसक्यो। एकचोटि यो घरमा पनि सोधम है त। हुन्छ सोधम। घरमा को हुनुहुन्छ? हजुर हजुर, कसलाई खोज्नु भएको? नमस्ते आमा। यता कोठा खाली छ र? नमस्ते नानी। छ भर्खरै खाली भएको। पहिले चाहिँ कृषि पढ्ने बाबु बस्थे। उनले पढेर गएको चाहिँ अब 1 महिना मात्रै भयो। अनि बस्ने चाहिँ को हो? यी चाहिँ सुनिता बहिनी हुन् आमा। घर चाहिँ बैतडी हो। अहिले चाहिँ मेसिएजी गर्न आएकी हुन्। ल नानीहरू कोठा हेर्न जाउँछ। यही कोठा चाहिँ यही हो नानी। अहिले चाहिँ हामीले सामान राखेका छौँ। तिमी आउने भएपछि 1-2 दिनमा खाली गर्छु नि। सुनिता कोठा बस्न सुरु गर्छिन्। के गर्नुहुन्छ आमा? तरकारी गर्न लागेको छोरी। अनि तिमी चाहिँ कता जान लाग्यो? ए म कलेज जान लागेको हो र? खाना खानुभयो? अनि तिमीले खायौ? खाइसके। ए ल हुन्छ या आमा, मलाई हतार छ, म कलेज गएँ। हस् छोरी जाऊ है। ओहो, आमाले त अहिलेसम्म सक्नु भएको रहेछ। एकछिन सघाइदिनु पर्यो के हो? आमा अरूले सक्नु भएको छैन? सकेको छैन नि छोरी। आफ्नो त बुढेसकाल लागिहाल्यो। कहिले बुढा दुख्छ कहिले हात। एक्लै त सकिँदैन काम गर्न। ए आमा हुन्छ, म गोड दिन्छु। तपाईँ बिहानदेखि थाकिसक्नु भयो। एकछिन उता गएर बस्नु नि त, म गोड दिन्छु। हुन्छ छोरी। आमा बिरामी भएको थाहा पाएपछि सुनिताले स्याहार सुसार गरेर आमालाई छिट्टै निको हुन मद्दत गर्छिन्। दिदी हजुर बिरामी हुनुहुन्छ भने सुनेको थिएँ। कस्तो छ अहिले हजुरलाई? हजुर बहिनी सन्चो छ नि अहिले। अस्तिसम्म त कस्तो बिरामी भएकोमा। अनि नयाँ मान्छे देख्छु, ऊ चाहिँ को हो नि? ए ऊ चाहिँ मेरो घरमा भाडामा बस्ने छोरी हुन्। सुनिता नाम हो। साह्रै राम्री छन्। मलाई अस्ति न हात खुट्टा दुखेर यस्तो हैरान भएको थियो। सन्चो पनि थिएन। साह्रै स्याहार सुसार गरिन् उनले त। अनि अस्ति ऊ त्यहाँ बारीमा गोडमेल गर्दा पनि साह्रै सहयोग गरिन्। साह्रै राम्री छन् मेरो भाडामा बस्ने छोरी त। ए अनि घर चाहिँ कता हो नि उसको? ए छोरीको घर चाहिँ बैतडी रहेछ। ए मेरो बहिनीको घर पनि बैतडी नै हो नि दिदी। अब यहाँ छिट्टै आउँदैछन् 1 हप्तामै। ए साँच्ची तेरो बहिनीको घर पनि बैतडी हो भन्थिस्, आउनेवाला छ भन्थिस्। मेरो लागि चाहिँ 1 माना घिउ भन्थे है। हुन्छ। जति जे गरे पनि पहाडको जस्तो घिउ त तराईमा मिल्दैन है। हो नि दिदी। 1 हप्तापछि दिदी के गर्दै हुनुहुन्छ? ए हल्दी सुकाएको थिएँ, त्यही केलाउन लागेँ कि। बहिनी आएको थियो बैतडीबाट। घिउ भन्नुभएको नि, घिउ ल्याइदिएको। ए हो र? साँच्ची दिदी मैले नयाँ कुरा थाहा पाएँ नि। के कुरा बहिनी? त्यो भाडा बस्ने बहिनी थियो नि सुनिता, ती त तल्ला जातकी रहेछ नि। तपाईँले थाहा पाएर कोठामा दिनुभयो कि थाहा नपाइकन कोठामा दिनुभयो? शिव लौन नि, मैले त सोधेकै थिएन। तैँले पनि त्यही तल्ला जातको भएर त थर नबताएको रहेछ। मेरो त धर्म भ्रष्ट नै भयो। त्यसलाई त मैले जानेको छु। अब मैले नगर्नु सोचेकै थिएँ। फेरि मेरो मनले नै मारेको। विचार गर्नु। ल म गए पनि अब। सुनिदे, ओइ सुनिदे। दिदीले कालिन सोध्नु। हजुर आमा के भयो आमा? किन बोलाउँदै हुनुहुन्छ? तल्ला जातको होस् भने मलाई किन भनिनस्? तैँले छोएको खाना पानी खाएर धेरै बिरामी हुन थालेको छु म। त्यो माथि त के हो? तैँले पानी हालेको फुल चढाएर देउताले त छोडेको छैनन् मलाई। त निस्किन्सिए म भगाउँदालाई। आमा तपाईँले पनि सोध्नु भएन। तपाईँलाई मेरो जातले फरक पर्दैन भनेर मैले पनि भनिनँ। तपाईँले मलाई आफ्नै छोरी जस्तो मान्नु भएको थियो। त चुप लाग्छ। धेरै बोल्दैस् नगर मौली।
आमा तपाईँले बारीमा गोडमेल गर्दा राम्रो तरकारी फल्यो भन्दै हुनुहुन्थ्यो। फेरि तपाईँ बिरामी हुँदा खाना पकाउन सहयोग गर्दा राम्रो गरी भन्दै हुनुहुन्थ्यो। आज आएर यस्तो कुरा गर्दै हुन्छ। तपाईँलाई त मैले आफ्नै आमा सम्झेर स्याहार सुसार गरेको थिएँ। आज आएर यस्तै गर्दै हुनुहुन्छ। तपाईँलाई मैले आफ्नै आमा सम्झेर माया गरेको थिएँ। हो मलाई नसोध, त्यो सामान खेलिदिउँ कि अहिले जान्छ साफै। उल्टा मसँग बट्ट हुन लाग्यो कि त। आमा यतिखेर कोठाबाट निस्कि नभन्नु न, मैले कहाँ जानु कोठा खोज्दै। बस चौधै जाँदा कहाँ गएर कफी ल्या त। मैले यहाँबाट निस्कि त छिटो निस्कि, उल्टै बाँकी भएर खराबबाट सिकाउँछु त निस्किहाल त। तेरो कारणले गर्दा यहाँ बेउता रिसाएर सन्चै नहुने भएको छ। मलाई त गइहाल अहिले, गइहाल त। हेलो दिदी, मलाई घरबेटी आमाले ल ल बहिनी, म सम्बन्धित निकायको सहायता लिएर त्यहाँ एकछिनमा पुगिहाल्छु। आउनुहोस्, यही घर हो। नमस्कार आमा। यसलाई खुरुक्क न कोठा छोडेर जा भनेको, फेरि कसलाई बोलाएर आइछ यसले। होइन आउनुहोस् न, के तपाईँ जानुहोस् उसलाई लगेर, को फेरि लगेर जानुहोस् उसलाई। कसरी कुरा गरौँ, आउनुहोस् आउनुहोस्। ओहो, यो के गर्नुभएको आमा हजुरले? हेर्नुहोस् त, यो 21औं शताब्दीमा पनि मान्छेलाई जात भातको आधारमा भेदभाव गर्ने हो र? फेरि बहिनीको रगत पनि रातै छ, हाम्रो पनि रगत रातै छ, मान्छे त एउटै हैनन् र? हजुरले के गर्नुभएको यस्तो? उल्टा मेरो घरमा आएर मलाई पाठ पढाउनु तिमीहरूले? मेरो देउता रिसाएर मेरा बिसन्चो भएर कस्तो बेहाल भएको छ, तिमीलाई के थाहा? हेर्नुहोस् आमा, हजुरलाई थाहा नहुँदासम्म त्यस्तो केही पनि भएको थिएन। हजुरलाई एक्कासी बहिनीको जात थाहा भएपछि त्यस्तो लागेको मात्रै हो। यो हजुरको कुविचार हो आमा, यसलाई हामीले बदल्नै पर्छ। हामी सबै मानिस एउटै हौ। ए त्यो त भन्ने कुरा मात्रै हो नि, तिमीलाई त्यस्तो लाग्यो तिमी आफै लगेर जाऊ उसले आफ्नो घरमा। हेर्नुहोस् आमा, यस्तै तपाईँले अठेरी गर्नुभयो भने नेपालको संविधान 2072 धारा 24ले पनि यस्तो कुनै पनि निजी तथा सार्वजनिक स्थलमा हुने यस्ता कुनै पनि विभेदलाई दण्डनीय अपराध मानेको छ। यसको लागि 20,000 देखि 2 लाखसम्म जरिमाना र 2 महिनादेखि 3 वर्षसम्म कैदको व्यवस्था गरेको छ। ए हो र बाबु? हो नि। यदि सुनिता बहिनीले कुनै पनि प्रहरी कार्यालयमा, राष्ट्रिय मानवाधिकार आयोगमा, राष्ट्रिय दलित आयोगमा र कुनै पनि स्थानीय तहमा उजुरी गरिन् भने तपाईँ कानूनको सजायबाट बच्न सक्नुहुन्न आमा। ओहो बाबु, माफ गरिदियो, धेरै ठुलो गल्ती गरेर मैले। माफी मलाई होइन, उहाँलाई माग्नु। विभेद उहाँले भोग्नु भएको छ। सुनिता, मबाट धेरै ठुलो गल्ती भएको छ नि, मलाई माफ गरिदियो। मेरो घिनलाग्दो सोचले तिमीले देखाएको माया ममता स्याहार सुसार सबै चुरिदिएछ, मलाई माफ गरिदियो छोरी। हुन्छ आमा, हजुरले ढिलै भए पनि आफूले गल्ती स्वीकार्दै हाल्नुभयो। अब पिर नगर्नु, म 2 दिनमै फोटो सारिहाल्छु। यस्तो नभन न छोरी, म बुढीलाई यसो छोडेर कहाँ जान्छौ तिमी? यहीँ बस, कहीँ जानु पर्दैन तिमीले। हुन्छ आमा, त्यसो भए म यहीँ बस्छु। मान्छे मान्छे एउटै हो नि, फरक किन हो? साम चल्छ सिप चल्छ, साम चल्छ सिप चल्छ, पानी नचल्ने भो।